बाहुनडनको श्रीमतीको अन्तिम विदाईमा पशुपति आर्यघाटमा चल्यो रुवाबासी। दर्शकबिन यति बेला हामी पशुपतिमा छौँ। तपाईँले दृश्यमा देखिरहनु भएको छ लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी बाहुनडनकी श्रीमती विजया अर्यालको यति बेला अन्तिम विदाई गरिँदैछ। उनी लामो समयदेखि क्यान्सरसँग लड्दै आएकी र उपचारको क्रममा उनको आज बिहान 11 बजे मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। उनी लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्। अशोक धिताल, भद्रगोल, सकिगुनी लगायत थुप्रै टेलिश्रृङ्खला, विभिन्न म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेका लोकप्रिय कलाकार हुन्। यो सँगै उनी राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा पनि आबद्ध छन्। लोक सञ्चारकर्मी अशोक धिताल अर्थात् बाहुनडन नामबाट परिचित उनको श्रीमतीको यति बेला अन्तिम दाह संस्कार गर्दै गर्दाको यो दृश्य हामीले पशुपति आर्यघाटबाट जस्ताको तस्तै देखाइरहेका छौँ। उनका छोराले आमालाई दागबत्ती दिँदै गरेको यो भाव्य दृश्य हेर्दा सबैका आँखामा टिलपिल आँसु भरिएका थिए। उनको अन्तिम श्रद्धाञ्जलीमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको सिङ्गो टिम उपस्थिति भएको छ। पशुपति आर्यघाटमा देखिएको यो भाव्य दृश्य जस्ताको जस्तै हेर्नुहोला। चित्तामा सबलाई यसरी चित्त सजाइएको छ र सब लगेर राखिएको यो दृश्य देखाइरहेका छौँ। अशोक धिताल निकै भाव्य अवस्थामा छन्। उनका छोरा पनि निकै